अध्यक्षज्यू, नेपाल सरकारको विभिन्न निकायबाट आउनुभएका आदरणीय साथीहरू, उपस्थित साथीहरू, पत्रकार मित्रहरू, म क्षमा माग्न चाहन्छु, ढिलो आएको छु, छिटो जाने दृष्टता गर्दैछु। यो कार्यक्रमको निम्तो आउँदै गर्दा यो आजको यो स्लट बिहानको समितिको बैठक पछाडि खाली नै थियो र अहिले यो हाम्रो संविधान सभाको राजनीतिक संवाद समितिको बैठक चलि नै रहेको छ। मेरो बोल्ने पालो छ, म नाम लेखाएर एकैछिन यहाँ कम्तीमा एटेन्ड गर्छु भनेर आएको हुनाले गर्दा मेरो पालो आयो भनेर एसएमएस आएको आयो भनेर म एउटा छिटो छिटो जानु पर्दैछु, मलाई क्षमा गर्नु होला। तर यो कार्यक्रमको आयोजनाले हामीलाई मद्दत पुर्याएको छ। हामीले आइतबार व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिमा यही विषयलाई लिएर नेपाल राष्ट्र ब्याङ्कका गभर्नर, ब्याङ्क एसोसिएसनको अध्यक्ष, अर्थ मन्त्रालय, कृषि मन्त्रालय, माननीय कृषि मन्त्रीलाई बोलाएर छलफल गरेका थियौँ र त्यो छलफल पश्चात हामीले यो शुक्रबार अर्को बैठक राखेका छौँ। छलफलमा दुई तिनवटा कुराहरू उठेको थियो। पहिलो कुरा त संसदको छलफलमै कृषि मन्त्रीजीले दुःख प्रकट गर्नुभयो कि यसको बारेमा मन्त्रालयसँग पनि समन्वय भएन भनेर र कृषि सचिवजीले बैठकमै पहिलोपटक कार्यविधि नै मैले यहाँ हेर्दैछु भन्ने कुरा भनिसके पछाडि हामीलाई पनि के महसुस भयो भने यसको बारेमा अझै केही समन्वय गर्न छलफल गर्न आवश्यक छ। किनकि फेरि पनि यो अर्थ मन्त्रालयले यसको लिड गरेर नेपाल राष्ट्र ब्याङ्कले कार्यविधि बनाए तापनि यसलाई ऋण प्रवाह गर्ने कमर्सियल ब्याङ्कहरू भए तापनि त्यहाँ भोलि काम गर्ने किसानहरू भनेको, कृषि उद्यमीहरू भनेको, त्यसलाई हेर्ने मन्त्रालयहरू कृषि मन्त्रालय हो, उसँग समन्वय भएन भने यसको अपेक्षित परिणाम आउँदैन। त्यसकारणले गर्दा समन्वय आवश्यक छ भन्ने एउटा कुरा भयो। दोस्रो कुरा फेरि यो एकदमै बजेट वक्तव्यमा आएको घोषणाले पनि ठुलो एउटा तरङ्गित गरेको थियो, तर यसको लिमिटेसन पनि हामीले बुझ्नुपर्छ भन्ने कुरा हो। किन यसको प्रस्तावनामै भनिएको छ कि यो खास गरिकन ग्रामीण भेगका युवाहरूलाई यसलाई अलिकति आकर्षित गर्ने, अलिकति एक प्रकारले इन्सेन्टिभाइज गर्ने हो यतातिर लाग्नका निम्ति। यसले सबै कार्यक्रमलाई सम्बोधन गर्ने भन्ने होइन। त्यसैले यो 1 अरबको ब्याज अनुदानले एकैचोटि ठुलो ट्रान्सफर्मेसन गर्छ भन्ने होइन, यसले के मद्दत गर्छ, अलिकति एक्सपर्टाइज गर्ने कुरामा मद्दत गर्छ भन्ने कुरा हो। यसका सीमाहरू छ भन्ने पनि बुझ्न आवश्यक छ। र तेस्रो कुरा के लाग्यो भने यसमा अघि नै जुन यहाँ मैले भन्नु पनि ज्ञान सूचीको पनि कुराहरू सुने, अघि कृषि विकास ब्याङ्कको पनि सुने, सुधारका गुन्जाइसहरू छन्। अर्थ मन्त्रालयले पनि यसलाई सकारात्मक रूपले लिएको छ कि यसमा सुधार गर्ने ठाउँहरू छ, सुधार गरौँ भन्ने कुरा रहेकोले गर्दा हामीले शुक्रबारसम्म यसलाई रोक्नुहोस्। शुक्रबारको बैठकमा हामीहरू पनि सुझाव दिन्छौँ, अरू कोणबाट पनि सुझावहरू आउँछन्। त्यो सुझावहरूलाई लिएर अर्थ मन्त्रालयले 2-4 दिनको समय लगाएर त्यसलाई सुधार गरेपछि मात्रै यो कार्यान्वयनमा जान्छ भनेर पछि शुक्रबारसम्मको लागि यो स्थगित भएको अवस्था हो। त्यसैले शुक्रबारको बैठकभन्दा अगाडि आज यहाँ भएको छलफलबाट म आयोजक साथीहरूलाई अनुरोध गर्न चाहन्छु। मैले केही कुराहरू टिपेँ, मलाई नै पनि थुप्रै कुराहरू नयाँ कुराहरू अस्ति आएको छलफलभन्दा नयाँ कुरा आएको छ। अहिले नै यहाँ मैले सरसर्ती हेर्दै गर्दाखेरि कतिपय कुराहरू हाम्रो आफ्नो फरक धारणाहरू छ। किन 1 करोड मात्रै यसलाई 5 करोड बनाउनुपर्छ भन्ने कोडबाट पनि विषय आएको छ। 1 करोडको बेन्चमार्क पनि धेरै भयो, 50 लाख बनायो भने अझै बढी तलसम्म पुग्न सकिन्छ भन्ने कुरा पनि आएको छ। यद्यपि म यो त्यहाँको तथ्याङ्कलाई हेर्दै गर्दा 1 करोडभन्दा बढी लिने जम्मा 200 जना मात्रै हुन्छ, खास गरी एग्रिकल्चरमा भन्ने जुन तथ्याङ्क अस्ति प्रस्तुत भइसके पछाडि बेन्चमार्क तल गर्ने कुराले नै हामीले जान खोजेको समूहमा पुग्न सकिन्छ भन्ने लागेको छ। खालि किनकि यो जुन सुझावहरू आज यहाँ आएको छ, यो आयोजक साथीहरूले टिपोट गरेको सुझावले हामीलाई उपलब्ध गराइदिनु भयो भने शुक्रबारको छलफलले मद्दत गर्छ। यो बाहेक पनि अलरेडी यहाँ सञ्चारकर्मी साथीहरू, यसमा काम गरेको साथीहरू हुनुहुन्छ, अरू विज्ञहरू हुनुहुन्छ, यहाँहरू कसैलाई पनि शुक्रबारको बैठकभन्दा अगाडि यसमा थप सुधारहरू गर्नुपर्ने कुरालाई लिएर कुनै पर्टिकुलर केही आफ्ना सुझावहरू छन् भने हामीलाई उपलब्ध गराइदिनु भयो भने हामी त्यसप्रति अनुगमित नै हुन्छौँ। मेरो यसको सन्दर्भ यति मात्रै हो। म यसमा तर योसँग जोडेको 2टा कुरा यहाँ आज यो मौका मिलेको चाहिँ राख्न चाहन्छु। यो त 1 अरबको ब्याज अनुदानको कुरा मात्रै भयो। हामीले त्यही दिनको छलफलमा अर्को विषयमा पनि छलफल गरेका छौँ। एग्रिकल्चर मिनिस्ट्रीबाट यो आर्थिक वर्षमा कति अनुदान वितरण हुँदैछ भनेर छलफल गर्दै गर्दा करिब 13 अरब प्लस अनुदान यो वर्ष कृषि विकास मन्त्रालयबाट प्रभावित हुन्छ। 5.5 अरब जति मलको हेर्ने हो भने त्यो बाहेक 6.5 अरब अनुदान छ। यो अनुदानको कार्यक्रमलाई यहाँहरूले पल्टाएर हेर्नुपर्छ। जुन शीर्षकमा जसरी अनुदान छ त्यो के देखिन्छ भने कुनै एउटा अनुदानको नीति बनाएर, त्यसको कुनै एउटा सैद्धान्तिक जगमा बसेर एउटा नीति बनाएर सर्टेन आउटकमका लागि अनुदानका कार्यक्रमहरू बनाएको भन्दा पनि मन्त्रालय अन्तर्गतको विभिन्न कार्यक्रम छन्, योजनाहरू छ, त्यो आयोजनाहरू पनि
कतिपय कुरा दाताको कारणले गर्दा बनेको छ र प्रत्येकमा कुनै न कुनै कम्पोनेन्ट अनुदानको राखिदिनुपर्छ भन्ने कुराको ओरिएन्टेसन त्यस्तो देखिन्छ। जस्तो पशुसँग लाइफ स्टकको मात्रै हेऱ्यो भने 50जनालाई तालिम दिने भन्ने कुरा प्रायः सबैमा 50जनालाई तालिम दिनेछ, 10जनालाई तालिम दिनेछ, त्यसको लागि अनुदान दिइनेछ। यो त्यसको कुनै त्यो सङ्गतिपूर्ण देखिँदैन एउटा। दोस्रो त्यो 6.5 अरबको अनुदान मैले यसो अनुमान लगाएको थिएँ दिनको बैठकमा सम्बन्धित जिल्लाका प्रतिनिधिहरूलाई शिक्षाको क्षेत्रमा विद्यालयको सन्दर्भमा कति कुरा जहाँ हुँदैछ, स्वास्थ्यको क्षेत्रमा के हुँदैछ, मेरो कन्स्टिट्युन्सी वा मेरो जिल्लामा हाइड्रो पावरको प्रोजेक्टहरू कति हुँदैछ भन्ने, बाटो कति बन्दैछ, यसपालि बजेट कति पर्यो भन्ने कुराको बारेमा भन्नुहोस् त भनेर भन्यो भने सरस्वती उभिएर सबैले भन्न सक्नुहुन्छ। तर यो वर्षको चाहिँ अनुदान एग्रिकल्चरको मिनिस्ट्रीबाट जाने अनुदान चाहिँ तपाईँको जिल्लाका कृषकहरू कुन कुन अनुदानको लागि एलिजिबल छ तपाईँलाई कार्यक्रमको बारेमा थाहा छ भनेर मैले कार्यक्रम पछाडि सांसदहरूसँग कुराकानी गर्दै गर्दा आज प्रस्तुत गरेको कार्यक्रम त करिब पनि मलाई त के पनि थाहा छैन भन्ने सांसद नै करिब पनि सबैजना हुनुहुन्थ्यो। अर्थात् त्यसको बारेमा इन्फर्म पनि मैले सांसद भनेको त्यो जनप्रतिनिधि इन्फर्म नभएकोले गर्दा त्यो तलको किसानहरू इन्फर्म छैनन् भन्ने कुरा भन्न सकिन्छ। र मैले मात्र भनेको होइन, स्वयं कृषि मन्त्रीले नै हामीलाई उत्प्रेरित गर्नुभएको त्यो छलफल राख्नका निम्ति। किनभने कृषि मन्त्री आफैले के भन्नुभएको भने सर्लाहीमा हाट बजार बनाउनका निम्ति भनेर अनुदान दिएको जति पैसा गयो त्यसबाट त्यो अनुदानको प्रयोग मात्र भएको बेला त्यहाँ बजार हुनु पर्थ्यो। तर मजाले गर्दा मैले एउटा पनि बजार देखिनँ भनेर उहाँ आफैले हाम्रो समितिमा आएर भन्नुभएको। यसले चरम दुरुपयोग भएको देखाउँछ। सो एक अरबमा एग्रिकल्चर मिनिस्ट्रीबाट यसको गएको अनुदान जुन छ यसको चरम दुरुपयोग भएको छ। यसका बारेमा कुनै जानकारी पनि छैन, धेरै जसो कुराको बारेमा कहाँ दिइन्छ भन्ने पनि छैन। र यो धेरै जसो कुराहरू यो आउटपुट बेस्ड नभएकोले मैले 50वटा गाई पाल्न अनुदान दिएँ भने भनिसके पछाडि त्यो 50वटा गाई के भयो, त्यो अनुदानले गर्दा कहाँ पुग्यो भन्ने कुरा कतै देखाउनु नपर्ने भएकोले गर्दाखेरि पनि आउटपुट बेस्ड नभएको हुनाले गर्दा पनि यसको अरू थप दुरुपयोग भएको छ। यो धेरै जसो कुराहरू चाहिँ यो कागजमा मिलाइएको छ। त्यस कारणले गर्दाखेरि यसमा यो फेरि हाम्रो रिसोर्सेस हो नि, यसले यो अर्को हाम्रो छलफलको विषय हुनुपर्छ भनेर लागेको। सँगै हामीले अरू के पनि उठाएका छौँ भने यो अनुदानको सन्दर्भमा त आखिर यसको के सैद्धान्तिक आधार त हुनु पर्यो। हाम्रो खुला सिमाना छ, भारतको उत्पादनसँग हाम्रो प्रतिस्पर्धा गर्नुपर्ने छ। त्यस अनुदान दिनुभन्दा पहिला त्यहाँको उत्पादनसँग प्रतिस्पर्धा गर्ने गरिकन जस्तो अहिले पनि यील्डको कुरा भन्ने कुरा भयो होइन, हाम्रो कतिपयसँग हाम्रो चाहिँ यील्डको पोटेन्सियल के छ, हाम्रो अनुदानले त्यो कम्पिट गर्न सक्छ। यो अनुदानको पोलिसी आइसोलेटेड भएर जान सक्दैन। अनुदानको पोलिसी अरू पोलिसीसँग यसको सङ्गतिपूर्ण हुनुपर्छ, अनि बल्ल त्यसको अर्थ रहन्छ। होइन भने अहिले 13 अरब होइन 26 अरब गएर के अर्थ हुन्छ? मेरो भनाइको अर्थ यसलाई गर्नु हुँदैन भन्ने भयो। तर अनुदान केका निम्ति र यसबाट खोजेको कुरा के हो भन्ने बारेमा भएन भने अनुदान बढ्दै मात्र जान्छ। बजेट वक्तव्यमा घोषणा हुन्छ, जस्तो अहिले नयाँ हो, अर्को आउँछ। अहिले कृषि विकास ब्याङ्कको साथीले भन्नुभयो योभन्दा पहिला पनि यस्तो कुरा आउँदै गर्छ, त्यसको रिजल्ट आउँदैन। त्यसैले हामीले मन्त्रालयलाई भनेका छौँ कि तपाईँले तत्काल नेपाल सरकारको कृषि विकास मन्त्रालयको अनुदानको सन्दर्भमा तपाईँको सैद्धान्तिक व्याख्या के हो, आधार के हो, कि कसरी बनाउनुहुन्छ, कसरी छान्नुहुन्छ, केमा कसरी अनुदान दिने भन्ने कुरा, अघिल्लो वर्षको अनुदान दिनुभएको अनुदानको चाहिँ करिब 12 अरब रुपियाँको उपलब्धि के हो भन्ने कुराको समीक्षासहित एउटा प्रतिवेदन हाम्रो समितिमा बुझाउनु भनेर हामीले भनेका छौँ। त्यो आएपछि हामी छलफल गर्छौँ। हामी मन्त्रालयलाई सहयोग गर्न चाहन्छौँ यो सन्दर्भमा। हामीसँग फरक अनुभव छ। हामी नेदरल्यान्डको अनुभव हेरौँ र भारतको अनुभवसँग तुलना गऱ्यौँ भने अनुदानकै फरक खालको अनुभवहरू छन्। फरक अनुभवहरू हेरौँ, त्यसको आधारमा छलफल गरौँ भनेर एउटा विषय त्यसलाई उठाएका छौँ। र दोस्रो विषय हामीले के भनेका छौँ भने त्यो त एउटा विषय, तर सँगसँगै यो चाहिँ यो आउटपुट बेस हुने कि इनपुट बेस हुने कि त्यो एउटा थ्योरेटिकल कुरा हो। यो वर्ष नहोला कम्तीमा अर्को वर्ष अनुदानको पोलिसी बनाउँदै गर्दा होला। तर यो वर्ष 13 अरब छुट्याइसकेको सन्दर्भमा चाहिँ हामीले कृषि विकास मन्त्रालय भनेका छौँ 1 महिनाभित्रमा प्रत्येक जिल्लाको त्यहाँभित्रको जिल्ला पशु कार्यालय, जिल्ला कृषि कार्यालयको संयुक्त आयोजनामा तत्त जिल्लाका सांसदहरूलाई, तत्त जिल्लाका गाउँ विकास नगरका कार्यकारी प्रमुखहरू जो हुनुहुन्छ उहाँहरू सबलाई बोलाएर राखेर त्यो जिल्लाको कुनै पनि किसानका निम्ति जिल्लामा उपलब्ध भएका कार्यक्रमहरू के हुन् मात्र जानकारी गराउने होइन कि ती जिल्लाका कृषकहरू राष्ट्रिय स्तरमा कृषि विकास मन्त्रालय अन्तर्गत रहेका कार्यक्रमहरूमा को किसान एलिजिबल छ भन्ने कुराको जानकारी पनि त्यो मार्फतबाट गाउँ विकास समिति छन्। उदाहरणका लागि नारेज भन्ने छ एउटा भनौँ, अथवा चाहिँ प्याक्स भन्ने छ। यस्तो थुप्रै परियोजना छन् जसका लागि हाम्रो देशभरिका किसानहरू अथवा त्यहाँभित्रका रिसर्चहरू कतिपय कुरा एलिजिबल छन्। त्यसको बारेमा इन्फर्म हुने कुरा सबभन्दा पहिलो कुरा। इन्फर्मेसनले त्यसलाई ट्रान्सपरेन्ट बनाउँछ। कतिवटा थाहा त हुन्छ जिल्लामा, मेरो जिल्लामा यो कुराको आएर थाहा हुन्छ, त्यसले क्वेसन हुन थाल्छ। क्वेसन भएपछि त्यसको प्रयोग राम्रोसँग हुनसक्छ भनेर 1 महिनाभित्र यो सबै कुरा गरिसक्नुहोस् र मन्त्रालयको वेबसाइटमा यसलाई अहिले राख्नुहोस् र कम्तीमा त्रैमासिक रूपमा यसलाई अपडेट गर्नुहोस्। यो 3 महिनाभित्रमा हामीले यति अनुदान बाँड्यौँ र अनुदान लिनेको बारेमा पनि पुरै इन्फर्मेसन राख्नुहोस् भन्ने छ। किनभने थाहा पाउनुपर्छ
कि कसले अनुदान लिएको रहेछ, किन सबैले 13 अरब भनेको धेरै ठुलो अमाउन्ट नहोला, तर अनुदान बलले लिएको छ, अनुदान लिएको भए के कुरा भयो भन्ने कुरा थाहा हुनुपर्छ र मन्त्रालयको वेबसाइटमा राखेर त्यसलाई पब्लिक डोमेनमा लिएर आउनुहोस्, जसले गर्दाखेरि निरन्तर रूपमा यो प्रकारको सजगता पनि हुन्छ, दबाब पनि रहन्छ भनेर हामीले भनेका छौँ। यो कुरा किन पनि भनेको हो भनेदेखि भने जस्तो हिजो कुरा आयो, कृषि विकास मन्त्रालयसँग समन्वय नरहेर अर्थ मन्त्रालयले यसमा लिएको अग्रसरता प्रशंसनीय छ। फेरि म यसको खास राष्ट्र ब्याङ्कको म प्रशंसै गर्न चाहन्छु, किनकि हामीले स्टार्टअप फन्डको पनि यो पटक बजेट वक्तव्यमा 50 करोड रुपियाँको राख्न लगाएका थियौँ। त्यो उद्योग मन्त्रालयमा गएर कतिपय कुरा चाहिँ अड्केर बसेको छ, बनेको छैन। कार्यविधि ऊर्जा मन्त्रालय हेऱ्यो भने 4 वर्ष अगाडि घोषणा गरेको कार्यविधि अहिलेसम्म नबनेको कतिपय कुरा छ। यसको कार्यविधि छिटो बनेको प्रशंसनीय छ, तर कार्यविधि गर्दै गर्दा कृषि विकास मन्त्रालयसँग समन्वय नहुँदै गर्दा कृषि विकास मन्त्रालयले 18 वर्षदेखि दिन थाल्छ उसको कार्यक्रमहरूमा। यहाँ हामीले 21 भनेको छ, यसको राष्ट्रमा के भन्ने क्वेसन आउँछ। यस्ता कतिपय कुराहरू छ। अब एउटै मान्छेले अनुदान फेरि एउटा व्यक्तिले अनुदान कतिबाट लिन पाउने हो कि? एउटा फन्डामेन्टल क्वेसन त त्यहाँ छ नि। एउटा त्यही किसानले गएर ब्याङ्कबाट ब्याज अनुदान लिने, त्यही किसानले त्यही प्रोजेक्टका निम्ति फेरि अर्कोतिर गएर चाहिँ यो 4% यतापट्टि यो ब्याज अनुदान लिने, प्याकमा गएर परियोजनाको अनुदान लिने, अरू ठाउँमा अर्को अनुदान लिने, कसले कतिचोटि भनेपछि किसान त्यसले गर्दा के हुन्छ, यो दुईटाको कार्यक्रम सङ्गतिपूर्ण भएन भने पनि अत्यन्त टाठाबाट थोरै मानिसले मात्र यसको लाभ लिने अवस्था हुन्छ र वास्तविक उद्यमीले यसको लाभ लिन नपाउने अवस्था हुनसक्छ भनेर त्यतातिर पनि सजग रहनुपर्छ भन्ने हिसाबले हामीले छलफल गराउन खोजेका छौँ। म एफएनसिसिआईको यो कृषि उद्यम केन्द्रलाई विशेष धन्यवाद दिन चाहन्छु कि आज हामीलाई बोलाएर सुन्ने मौका दिनुभयो। म यति नै कुरा राख्छु र म एकपल्ट फेरि धन्यवाद दिँदै उहाँदेखि मैले यो विषयलाई नै म आज यस कार्यक्रमबाट जानुपर्ने हो, तर मेरो अपेक्षा छ कि कृषि विकास मन्त्रालयका सहसचिव पनि यहाँ आउनुभएकोले गर्दा पर्सिको बैठकमा उहाँ पनि हुनुहुन्छ, कार्यान्वयन गर्ने निकाय केही नै हो। त्यसैले ब्याङ्क एसोसिएसनको अध्यक्ष पनि अस्ति आउनुभएको थियो, उहाँको कुरा पनि आएको छ, राष्ट्र ब्याङ्कको कुरा पनि आइ नै पुगेको छ। यहाँ भएको छलफल उहाँहरू मार्फत पनि आउँछ नै, त्यो बाहेक पनि मैले पनि त्यसको छलफलबाट थप लाभान्वित हुने कुरा अरू माध्यमबाट पनि पाउँछु भन्ने विश्वास गर्दै म आफ्नो कुरा धन्यवाद दिन्छु। हुन त मैले यो कार्यक्रमलाई चाहिँ अलिकति माननीयज्यू चाहिँ हिँड्नु लाग्नुभएकोले गर्दाखेरि चाहिँ यी दुई तिनवटा कुराहरू दिनुको लागि सम्झिएको छु। यस कार्यक्रममा पाल्नुभएको माननीयज्यूलाई उद्योग वाणिज्य विभागको तर्फबाट तथा कृषि उद्योग तर्फबाट धेरै धेरै आभार प्रकट पनि गर्न चाहन्छु र हाम्रा वस्तुगतका धेरै साथीहरू हुनुहुन्छ जो कृषिमा रिलेटेड हुनुहुन्छ, उहाँहरू आज यस कार्यक्रममा हुनुहुन्छ र हामीलाई यहाँसँग चाहिँ इन्टरेक्सन गर्ने पनि धेरै साथीहरूको चाहिँ जिज्ञासा र इच्छुकता थियो, तर अब यहाँको समयले गर्दाखेरि चाहिँ यति उसमा पनि आइदिनु भएकोमा धन्यवाद दिन चाहन्छु र यहाँबाट धेरै कुराहरू आइसकेको छ र म यहाँलाई के एउटा रिक्वेस्ट गर्न चाहन्छु भने हुन त अघि यहाँले भनिसक्नु भएको छ, शुक्रबार बस्ने बैठकमा चाहिँ प्राइभेट सेक्टरको भनाइहरू के हुन्छ त, यसमा के कमजोरी र यसलाई के रेक्टिफाई गर्नुपर्छ भन्ने कुराहरू पठायो भने त्यसलाई पनि उहाँहरूले चाहिँ पहल गरिदिने लबी गरिदिने भन्नुभयो, त्यसको लागि धन्यवाद दिन चाहन्छु। र कार्यविधि भन्दाखेरि कृषि मन्त्रालय लगायत हामीलाई पनि जुन चाहिँ एउटा छाता सङ्गठन छ जुन प्राइभेट सेक्टरको महासङ्घ पनि त्यसलाई इन्क्लुड नभएको हामीले पायौँ। त्यसको लागि पनि जस्तै समितिहरूमा यहाँहरूले मिटिङ गर्दाखेरि चाहिँ प्राइभेट सेक्टर ब्याङ्कर्स एसोसिएसनमा छ, तर पनि जुन व्यवसाय वर्ग छ त्यसमा काम गर्ने, त्यसले गर्दाखेरि महासङ्घलाई पनि त्यो समितिमा यहाँहरूको समितिमा पनि इन्क्लुड गरेर चाहिँ मिटिङमा बोलाइदिनु भयो भने मलाई लाग्छ अझ व्यवसाय र उद्यमी वर्गको तर्फबाट पनि धेरै कुराहरू त्यसमा आउँछ कि जस्तो लाग्छ। र हामीले जुन छलफल गरेर ल्याएका बिजोडहरू छ यहाँलाई चाहिँ हामीले भोलि पर्सिको कुराहरू गराउँछु, त्यसलाई अगाडि बढाइदिनुलाई अनुरोध गर्छु भने यही मौका छोपेर जुन हामीले एउटा कृषिलाई जहिले पनि निर्वाहमुखी कृषिलाई चाहिँ एउटा व्यवसायमुखीमा लग्नुपर्छ भनेर उद्योग वाणिज्य महासङ्घले एउटा प्रायोरिटी सेक्टरलाई नै हामीले चाहिँ कृषिलाई चाहिँ लगानी ल्याउनुपर्छ, लगानी विस्तार गर्नुपर्छ र बाहिरको पनि लगानी ल्याउनुपर्छ भनेर जुन लबी गर्दै हिँडिरहेको छ, त्यसमा चाहिँ अब पोलिसीले गर्दाखेरि चाहिँ हामीलाई अलिकति अप्ठ्यारो पनि परिरहेको छ। हुन त एग्रो बिजनेस प्रमोसन एक्ट र एग्रो मेकनाइजेसन पोलिसी जुन अहिले सांसद र क्याबिनेटमा रहेको छ, त्यसलाई पनि यहाँले चाहिँ अलिकति लबी गरेर पुस गरेर चाहिँ अगाडि बढाइदिनुहुन्छ भनेर हामी एकदम आशावादी छ। किनभने यहाँ नै कृषि र यो जलस्रोत समितिको पनि अध्यक्ष सभापति भएकोले मलाई लाग्छ सबै युवाहरूलाई र प्राइभेट सेक्टरलाई पनि त्यहाँ त माननीय गगन थापाजी हुनुहुन्छ, हाम्रो केही पुस हुन्छ कि भन्ने छ। त्यसले गर्दा यी दुईवटा पोलिसिजहरूलाई, किनभने यसको अन्तर्गतै कन्ट्र्याक्ट फार्मिङका कुराहरू पनि छ र त्यो भयो भने मलाई लाग्छ स्वदेशी लगानी मात्रै नभएर विदेशी लगानी पनि कृषिमा भइदिन्छ होला। त्यसले गर्दा यो एक्ट र पोलिसीलाई पनि छिटोभन्दा छिटो चाहिँ पास गरेर चाहिँ ऐन बनाएर कार्यक्रमतर्फ जानको लागि पनि प्राइभेट सेक्टरको तर्फबाट यहाँ चाहन्छु र फेरि एकपल्ट आज आइदिनु भएकोमा धेरै धेरै आभार।
सबै मैले फेरि दोस्रो मैले खालि एउटा यसमा रेस्पोन्स मात्र गर्नु खोजेको मलाई यो सुझाव ठिक लागेको छ शुक्रबारको बैठकमा औपचारिक रूपमा हामी एफएनसिसीआईलाई पनि निम्तो पठाउँछौँ जसले गर्दा यो पर्सपेक्टिभ पनि त्यहाँ आओस् अनि अर्को चाहिँ अहिले एग्रिकल्चर डेभलपमेन्ट स्ट्रेटेजीलाई हामी त्यसलाई पनि केही समयको लागि स्थगन गरेर सबै स्टेक होल्डर्सको कुरा आएर त्यसको अनरसिप पनि त्यही अनुरूपले होस् जसले गर्दाखेरि नेपाललाई 20 वर्षलाई मार्गदर्शन गर्ने डकुमेन्ट चाहिँ एकदम प्राविधिक र पहिलाको एग्रिकल्चर पर्सपेक्टिभ प्लान जस्तो त्यो कसैले पनि नहेर्ने अवस्था नबनोस् त्यो अहिले हाम्रो सबैबाट नेसनल डकुमेन्ट जस्तो बनोस् भन्ने हिसाबले काम गरिरहेको छ त्यसमा अब नेक्स्ट मिटिङमा एफएनसिसीआईलाई बोलाउने भनेर त्यहाँ उपसमितिको साथीले तयारी गर्नुभएकोले गर्दा त्यो एफएनसिसीआई र यसका अरू बाँकी रहेको यो छात्र सङ्गठनभित्र रहेका विभिन्न समूहहरू बोलाउने कुरा त्योसँग भएको कुरा पनि जानकारी गराउँछु र फाइनली चाहिँ यो कृषि उद्योग केन्द्र एफएनसिसीआई कृषि उद्योग केन्द्रलाई मेरो एउटा अनुरोध चाहिँ हाम्रो पनि अलिकति त्यो अलि समयको अनुकूलता मिलेको बेलामा एकपटक चाहिँ कृषि उद्योग केन्द्र यसमा रहनुभएका विभिन्न साथीहरूसँग हाम्रो समितिको केही साथीहरू हामी सँगै बस्यौँ भने यो ओभरअल स्ट्रेटेजीको कुरा छँदैछ त्यो बाहेक चाहिँ स्पेसिफिक अहिले तत्कालका बोटलनेकहरू के छन् कन्सिडरहरू छन् हामीले काम गर्नुपर्ने कुराहरू ठाउँहरू कहाँ छ भन्ने कुराको बारेमा के नयाँ आइडियाजहरू आउन सक्छ त्यसको लागि पनि म मिलेर एउटा कुनै कार्यक्रम आयोजना गरौँ भनेर अनुरोध गर्दै फेरि एकपल्ट